हाई गाइस, फेरि पनि आएको छु है एउटा नयाँ भिडियो लिएर। यो भिडियो चाहिँ हाम्रो त्यो हल्का रमाइलो ब्रो छ नि, थोते ब्रो र अनि एउटा साना भनेको बवाल चलेको छ है डबल मिनिङको भिडियो। मजा आउँछ, जोस् झाउ लाग्दैन केटाहरूलाई, मजाले हेरौँ। लाइक पनि गरिदिउँ है मन पऱ्यो भने साथीहरू। भिडियो देख्नु भएको छ तपाईँले? म बाहिर कहीँ गएको देख्नु भएको छ तपाईँले? खेलाडीको रूप दिँदा पनि हुन्न, तिमीलाई त चण्डीकै रूप दिनुपर्छ। बिसोके दिउँसोभरि तिमी बोक्स ल ल ल बस मैले बुझिसकेँ। केटी मान्छे बिराम हुनु भनेको त्यही बिराम भयो भने पनि केटा मान्छेसँग थियो र बिराम भएको केटा मान्छेले गरेर केटी मान्छेले हेपेको होइन, केटी मान्छेले केही पनि भनेको छैन। केटी मान्छे बिमारी हुँदा झाँट सड्किन्न। हजुरले भन्नुभएको छ। म एउटा कुरा भन्छु होइन, कुन चाहिँ मान्छेसँग कुन चाहिँ केटा मान्छेले जोत्दाखेरि चाहिँ केटी मान्छेको ढाड दुखेको छ, मलाई यहाँनिर एक्सप्लेसन दिनु। ल तपाईँको बुढीलाई तपाईँले त्यहाँनिर जोत्दाखेरि तपाईँले होइन त्यहाँ म धेरै बोलिनँ। कुन चाहिँ बुढीको ढाड दुखेको होइन, तपाईँ बुढीसँग राति सुत्दा बुढीको ढाड बिहान उठ्दा दुखिरा हुँदो रहेछ। मैले के बोलेको छु त्यही भन्नु खोजेको तपाईँले। बुढी छ, मैले यताउति भनेको छु, के बोलेको छैन। के भन्नु खोजेको त? अनि एक्सिडेन्ट भयो भने मजा गर्दा मैले मान्छेको ढाड दुखेर मर्नु लागेको छ यार। त्यस्तो त दुख्छ कि, हामीलाई पनि दुख्छ नि। ढाड मेरो चाहिँ अब हुन्छ नि, त्यो मैले के गर्नुपर्छ भन्ने हुँदैन क्या। मलाई लिटरली अघि भर्खर खुट्टा दुख्दै थियो, अहिले 81 ढाड दुख्नु थाल्यो। म यहीँ बसेर हो कि या के हो नि, दुख्यो नि। तर आमा उसको सोच हेर न, कन्डे सोच क्या। खुट्टा चाहिँ कहाँ राखेको? मेरो खुट्टा यहाँ यो पैताला दुखेको कि पैताला दुखेको। अनि अहिले त्यो खुट्टा यहाँ राखेको थिएँ यहाँ, अनि यसरी किन दुखेको? तपाईँ केटी मान्छे देख्दाखेरि किन भन्नु त? हजुर त्यही हो। यहाँनिर मलाई आइलाग्यो भनिसक्यो कि तपाईँ मलाई डिस्टर्ब नगर्नु। यस्तो थोतेहरूले मलाई डिस्टर्ब गरेर यस्तो ह्यान्डसम मान्छेले मलाई आइलाग्यो भनिरहेछ। म त सिधै जुठा त्यस्तो आइलाग्यो भन्दा नि एकचोटि भेट्दै ढाँड सड्किनहरू चाहिएन पनि। कहिले भेट्यो हो, कहिले यो पापी, यो कसम, यो मान्छे त खतम रहेछ है। हामी त जिन्दगीभर माया गर्ने मान्छे चाहियो हो, एकचोटि भेट्दा ढाँड सड्किने चाहियो। ए भगवान, इन्जिन नि तपाईँको अहिले भन्ने हुन्छ नि, भोलि पर्सि तपाईँको बुढी नि 30 वर्ष 40 वर्षको हाराहारी लागेपछि इन्जिनले काम गर्नु छोड्छ। अनि त्यस पछाडि 2-3वटा माया गर्ने मान्छे चाहिएको भन्दै 2-4वटा थुपार्दै राख्नु। अर्कोको कुवा सुकेको छ भने अर्कोकोमा जानु, अर्कोको सुक्यो भने अर्कोकोमा जानु। 19 वर्षमा पनि सड्किएको 20-40 वर्ष पुग्नु पर्दैन, थोते भेटेपछि 19 वर्षमा पनि सड्क्यो। यो कसम, यो मान्छे त बौली गएको रहेछ, बौली सकेको रहेछ। बस अब यो टपिक चेन्ज गर्ने, मेरो ढाड दुख्नु पाउँछ नि, टपिक चेन्ज। त्यो ढाड त दुख्नु पाइन्छ कि, रिजन हुनु पर्दैन भने। मलाई एक्ज्याक्ट त्यस्तो रिजन नै थाहा छैन। त्यो हामीलाई थाहा छ र त हामी यही बिचमा कुरा गरिरहेको छौँ। अपरेसन गरेको हो के? अहिले म गाला फुडाइदिन्छु अनि मेरो नसा चेपेको हो। अच्छा, त्यो अर्को चेपेर त्यस्तो भए होइन के? तिमी धेरै नसोच भनेपछि आजदेखि तिमी पनि खसी।
कसम बेइज्जती यार साला केटाहरूलाई बोका भनेको त तिमी सुनेको बुझ्दैनौ र तिमी बुझ्दैनौ महा बुझ्दैनौ धन्न दिदीले कसरी तिमीलाई झेलिरहेछ नि प्रभु नसा च्यापे मात्रै कि काट्यो पनि यतिर ध्यान दिँदैन आया कान्छा ए गेम जित्छु नि तपाईँको डक्टर बनाउँदाखेरि कान्छा? डक्टर बन्ने ल ओके यसो सुन्छ कान्छालाई म यहाँबाट भनिदिन्छु हेर कान्छा तिमीलाई मुद्दा लाग्छ हेर हेर कान्छा मेरो साथी तिमीलाई जेल पनि जान सक्न बेर लाग्दैन यस्तो थ्याङ्क यू नसा ससा च्याप्ने नसा ससा सड्काइदिने यो नसा तपाईँले सर्काएको हो त त्यसो भए मैले मान्नु त तपाईँले सर्काएको हो यो मेरो यो कान्छाले हो, तपाईँ त कान्छा। विदेशमा हुनुहुन्छ त कसरी सक्दैन यो कस्तो खालको यो गाँठा बुढा रहेछ विदेशदेखि कान्छाले यहाँसम्म भनिरहेछ भ्याउने गाइस सबजना ट्याप गर्नु त गाइस होइन विदेशदेखि यहाँसम्म भेट्ने कस्तो खालको तपाईँको सामान हो लास्ट गेम है गाइस लास्ट गेममा हार्नु भएन है सर एकचोटि चाहिँ ओए थोटे मेरो कुरा ओए रन्डा यस अनि विदेशदेखि यहाँसम्म भ्याउने कुन खालको तपाईँको सामान हो यहाँदेखि अनि सड्काइदिने चाइनिजले बनाएको 300 किलो 300 थ्याङ्क यू 3000 टन किलोमिटर हान्न सक्छ यसले खतरा हो अनि 3000 टन किलोमिटर मात्रै हुँदैन नि त टाढोको भयो दूरीको टाढो हो त्यति भारी त छैन स्पिडमा कम त छिटो जान्छ फेरि एकैचोटि काठमाडौँबाट धरान पुग्ला जस्तो स्पिड हान्छ यस्तो स्पिड जान्छ नि साला एकैचोटि काठमाडौँबाट धरान पुग्ला जस्तै गर्छ ओके प्रेसर पनि नदिनु होला धेरै कसम मेरो के एउटा ढाँट दुख्यो भनेको यो छाडाले त अब मलाई फेरि मान्छे बोलेपछि उनीहरू बोल्छ भने म किन नबोल्ने भइरहेछ यहाँ कि गेमै अहिले पहिला एकजना दिदी हारेको ओए हल्का रमाइलो प्रदीपजी एकजना दिदी त टिकटक गर्न छोड है हजुर हजुर एकजना दिदी क्या बाहिर पहिला लाइभ बजेर कस्तो डेन्जर वर्डहरू युज गर्नुहुँदै उहाँ त सुसाइड गर्नुभएछ नि त होइन तिम्रो पालो अब मेरो पालो तिमी घरघरि खत्रै बोल्छ त लाटी बोलेर मात्रै हुन्न नि त उहाँको लाइक मतलब तिम्रो पालो भन्ने चाहिँ अरू अरू कमेन्टहरूमा देखाएको छ भने चाहिँ तिमीले भनेको त्यो तपाईँले नै मलाई भने हो तपाईँले मलाई भन्नु खोज्नु भएको मलाई थाहा हुँदैन मेरो पालो आउँछ मलाई एकजनाले छोड्यो भने दुईजना लाइन लगाइदिन्छु के सोच्नु भएको लाख त खाँदै गर्छ नि कमाउँदै जाने तिमीले साथी भनेर पो जोक गरेको त अरू अरूको भिडियोमा यसो देखा हुन्छ कि अब तेरो पालो भनेर देखाएको छु हो यहाँ मर्छु लाइफ टाइमले होइन 3 दिन भइसक्यो मेरो लप्पर्ला जस्तो हुँदैछ ल नगर्नु न त्यही हो होइन म चाहिँ के भन्छु भने मैले आज भिडियो बनाएको छु भोलि अपलोड गर्छु आजकल तपाईँको मार्केट डाउन भइसकेको छ छिटो एक्टिभ हुनु तिमीले यता ल्याएर भुलाएको त नि मैले न त जित्यो अहिले हरियो घाँस देखाएर टाउकोमा हानेको राङ्गो जस्तो बनायो क्या कला हो त्यति कला छ यु हेभ अ कला देन सो मी जाने अब लास्ट गेम हो यो किन जाने नि त्यही केटी मान्छेहरूसँगै गएर 3-4 जना केटी मान्छे छ थुतुना जोड्ने हो तपाईँले मलाई थाहा नभएर
किन जोड्नु त्यो केटी मान्छे र म के डिफरेन्स होला म अलिक राम्री होला उनीहरू अलिक नराम्री होला फरक चाहिँ के भगवान हामी अहिलेसम्म थोतेले राम्रो नराम्रो खोजेको अहिले देखाएको छ अहिलेसम्म कसैसँग लाइफमा लभ पर्यो भनेर यताउति ल परस् त छप्पै छिनाउनु लाउँछ त्यहाँनिर दिदीलाई त लाज लाग्दैन ल पर हिँड्नु त्यत्रो एउटा दाँत खुस्किसक्दा पनि अलिकति तिमीसँग दिनु मन पर्यो म दिदीसँग जाउँला नि एउटा दाँत खुस्किसक्दा पनि अलिकति बुद्धि आउँदैन खुस्किनु अर्कै पर्ने हो त्यही अर्कै फुस्किँदै माथि पनि इमोसनलमा जाँदा दाँत यस्तो गर्दाखेरि गएको होला क्या सोच्छु क्या म एकचोटि धोदेमा भनौँ भन्दै गर म रिप्लाई गर्छु भन त भन सुनिरहेको छु बिचरा तलबाट जातो पिन्दै थियो होला अनि माथिबाट कन्टिन्यू भन्दिनँ सरी जहाँ त पिनेसी ओइरो हालेको भन्यो होला नि अनि त्यस पछाडि होइन बिचरा इमोसनलबाट बिहोस हुँदै थियो होला बिहोस हुँदा हुँदै त अन्त त्यतिखेर त बुढी आइपुगेर होइन बुढीले केही दिएको खुत्रुक्कै अगाडिको झरेको होला नि गलत गरे तिमी गलत गरे कि त त्यो किस खाँदै यो दाँतले त्यो केटीले चाहिँ अलिक किस डरो खाएर जिब्रोले यसो ठेल्दाखेरि तपाईँको दाँत पुक्लुक्क झऱ्यो कि क्या हो कि ठेलेर चाहिँ कसले नभए अब तपाईँले अब घोडाहरूतिर त मान्छेलाई छोडेर घोडातिर त जानु भएन होला कि घोडाले त्यो साउदी र कतारमा दुबईमा त्यस्तो हुन्छ मान्छेलाई छोडेर गाईतिर त घोडातिर त लाग्नु भएन मैले पनि सुने खाडीमा बस्ने त्यो घोडा पनि भन्दैन त्यसलाई के भन्छ खचट खाडीमा बस्ने खचट म सानो हुँदा क्या खाडीमा बस्ने त खचटमा जान्छ अरे पहिला जान्थ्यो होला त्यो साउदी र कतारमा हुन्छ कतारमा पनि हुन आजको साउदीतिर चाहिँ पनि केटाहरूलाई विचार गरे ल अब यो बटारिदिउँ तपाईँको दाँत कसरी झऱ्यो भन्ने कुरामा हो कि म गाइस इन्टु 3 दाँत जसरी भए पनि झर्यो ओके त्यो एउटा झर्यो तर दाँत झरिसकेपछि कतिको 75 छ भन्ने कुरा 75 कतिको छ भन्ने कुरा त्यो दाँतले काम गर्ने हो र तपाईँको त्यो 75 हुनुलाई मलाई नो प्रब्लम सुनको दाँत लगाइदिनुहोस् अब यहाँ सुन्नु न म अरूको लागि हिँडेको मान्छे हो म अरूको लागि जिरा पनि हो मनबाट पीडा भए पनि साथीभाइलाई हँसाउँछु भनेर हिँडेको मान्छे हो गर्लफ्रेन्ड दाँत नहुँदाको फाइदा धेरै छ बुझिसक्यो होला मासु छ कसरी भन्दाखेरि अब हड्डी आफ्नै हड्डी खानु दिँदैन भात पनि चबाएर खाउँला हड्डी चाहिँ कुरै नगर्नु कि दाँतै नहुने मान्छेले हड्डी कुरै नगर्नु मासु खाने हो त्यो त मासु दिन्छ होला चबाएर मुखले खुवाइदिन्छ होला पाहुना जाने बेला मासु दिन मलाई दुध दिन्छ अब सम्झिनु फाइदा कसरी छ त्यही हो क्वेसनमा सोध्दिनँ मैले बुझेँ अब मैले अर्को खतरै बुझेँ होला होइन घुमाएर दिएको हो मैले ल तपाईँलाई त फाइदा रहेछ अर्को पनि झारिदिनु त्यसका बाजे एकैचोटि 2टा खान मिल्दैन गिलासको दुध यो मान्छे त ल जानु है
बाई बाई। गाइजहरू कस्तो लाग्यो थियो नि भिडियो, यसो लाइक सेयर सब्सक्राइब है, हल्का सपोर्ट दिनु पऱ्यो नि त गाइज, अनि पो आउँछ त्यस्तो भिडियोहरू, राम्रो राम्रो भिडियोहरू होइन। अनि मेहनत गर्नु नि मन लाग्छ, यसो सपोर्ट गरिदिनु पऱ्यो है गाइज। ल अर्को भिडियोमा भेटौँ ल, बाई गाइज।